ॐ यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैः वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यां तं न विदुः देवाय तस्मै नमः। श्रीमच्चंदन चर्चितोज्ज्वल वपु शुक्लांबरा मल्लिका मालालंकृत कुंडला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञान निधान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरम् मुखं करोति वाचालं पंगुं लंघयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। श्री गणेशाय नमः। स्वस्थानी व्रतकथा प्रारम्भ। प्रथम अध्याय। परापूर्व कालमा अगस्त्य मुनि आफ्नो आश्रममा बसी तपस्या गरिरहेको बेला एक दिन भगवान स्कन्द कुमार चाहिँ मयूरमा चढेर त्यहाँ पाल्नुभयो। अगस्त्य मुनिले भगवान कुमारलाई आसनमा बसाई स्वागत सत्कार गर्नुभयो। तत्पश्चात अगस्त्य मुनिले नम्र बाणीले सोध्नुभयो, हे स्कन्द कुमार, यो संसारको सृष्टि कसरी भयो? मलाई यस विषयमा जान्ने इच्छा भयो। म माथि कृपा गरी आज्ञा भए आफूलाई धन्य सम्झने थिएँ। अगस्त्य मुनिको कुरा सुनेर कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तिमी एक चित्त भई सुन। अघि पद्मकल्पमा यो संसारको सृष्टि हुँदा सर्वप्रथम परब्रह्म परमात्मा शिवको इच्छाबाट ब्रह्मा विष्णु र रुद्र प्रकट हुनुभयो। उहाँहरूको शक्ति स्वरूप त्रिगुणमयी पराशक्ति भगवती प्रकट हुनुभयो। यी महामायालाई कसैले पनि बसमा गर्न सक्दैन। तिनै माया शक्तिभन्दा पर शान्त्यतीत पद छ, त्यो भन्दा पनि पर शान्ति पद छ, शान्तिदेखि पर विद्या पद छ, त्यहाँदेखि पर प्रतिष्ठा पद छ, त्यो भन्दा पनि पर निर्वृत्ति पद छ। यस संक्षेपले गरेर ईश्वर प्रेरित सृष्टिको वर्णन गरियो। यसको जुन क्रमले सृष्टि हुन्छ त्यही क्रमले संहार पनि हुन्छ। यी पाँच पदकै कारण सृष्टिको सञ्चालन भएको छ। जुन कारणले यो जगत पाँच कलाले व्याप्त भएको छ, त्यस प्रकारले अव्यक्त ईश्वर आत्मादेखि अधिष्ठित हुनुहुन्छ। महापददेखि विशेष पदसम्म उत्पत्ति हुन्छ, तर त्यसमा अव्यक्त र जीवको कर्तृत्व छैन। प्रकृति अचेत हुनाले र जीवात्मा अज्ञानी हुनाले श्रेष्ठ परमाणु आदि जो छन् सबै अचेत छन्। कतिपय विद्वानहरूको बिना कारणले स्वयं आफै हुन सक्छ पनि भनेका छैनन्। हे अगस्त्य मुनि, यस कारणले जो कार्य छ हेतुयुक्त हुन्छ। सबै शक्तिमान सर्वज्ञ यी अनादि पुरुष सदा ऐश्वर्यादिले युक्त हुनुहुन्छ। जहाँ उहाँ जगतका महेश्वर हुनुहुन्छ। महत आदिको परिणाम गर्ने उहाँ नै सर्वज्ञको शासनले सम्पूर्ण प्रवृत्ति छ भने सत्पुरुषलाई दृढ निश्चय छ। त्यो पक्षलाई अल्पज्ञहरू ग्रहण गर्न सक्दैनन्। जब कार्य प्रारम्भ हुन्छ उहाँदेखि लिएर जहाँसम्म प्रलयको अर्थात् संहारको समय आउँछ त्यहाँसम्म ब्रह्माको 100 वर्ष व्यतीत हुन्छ। यही अव्यक्त जन्म ब्रह्माको आयुक्रम हो। ब्रह्माको आयु आधा भागलाई परार्ध भनिन्छ। जब 2 परार्ध व्यतीत हुन्छ तब ब्रह्माको आयु व्यतीत हुन्छ। अव्यक्त आत्मा कार्यलाई साथ लिई आत्मामा रहन्छ। तब यो ब्रह्माण्ड आत्मामा रही विकारयुक्त हुन्छ। आफ्ना धर्मले यी प्रधान पुरुष रहिरहन्छन्। तब 2 गुण तम र सत्व पनि समान भइरहन्छन् र सर्वत्र व्याप्त भई फैलिरहन्छन्। गुणले समान हुँदा तमोमय हुने हुनाले यी एक अर्काबाट भिन्न रहन सक्दैनन् र वायु शान्त गराएको निश्चल जल झैँ थाहा पाउन सकिँदैन। त्यस जगतको अज्ञात समयमा उनै महेश्वरी देवी
प्रधान पुरुषको साथमा रही महायोगले प्रविष्ट भई शोभित हुनुहुन्छ। तत्पश्चात प्राणीको सृष्टि गर्ने हेतुले परमेष्ठी ब्रह्माको आज्ञाले अव्यक्तदेखि सृष्टि हुन्छ, जुन परमात्माको मायाले यो सम्पूर्ण उत्तरोत्तर सृष्टि विचित्र मनोरथहरूले सहित भई समाप्त हुन्छ। यी परमात्मालाई त्यो मार्ग जान्नेहरू शब्द ब्रह्म भनी पुकार्दछन्। सबै प्राणीका विलक्षण परमात्मा उनैलाई कोटि कोटि नमस्कार छ। हे मुनीश्वर, त्यसपछि प्रथम ईश्वरका आज्ञाले अधिष्ठित अव्यक्तबाट बुद्धिदेखि विशेषसम्म हुन्छ र क्रमले विशेष विकारबाट रुद्र, विष्णु, ब्रह्मा यी तीन देवता उत्पन्न हुनुहुन्छ। संसारमा कतै पनि नरोकिने शक्ति भएकी उहाँ हुनुहुन्छ। महेश्वर र महेश्वरीको नाश हुँदैन। ज्ञान पनि अणिमादि सिद्धिसहित भई उत्पन्न, पालन र नाश यी तीन कर्म उहाँहरूबाटै सम्पन्न हुन्छन्। कालान्तरमा फेरि पनि बुद्धि र मोहका निमित्त परमेश्वरले शक्ति प्रदान गरी परस्पर शक्ति धारण पनि गर्नुहुन्छ। कहीँ ब्रह्मा त कहीँ विष्णु, कहीँ रुद्रको स्तुतिगान हुन्छ। त्यसै कारण उहाँको सामर्थ्य धेर थोर नभई बराबर हुन्छ। यो वर, त्यो पर, त्यो बढ्ता, त्यो कम भनी यो अज्ञानीहरू भन्दछन्। तिनीहरू नै राक्षस र पिशाच हुन्छन्। तिनै ब्रह्मा काल रूप, पुरुष रूप, महेश्वर रूप, चतुर्व्यूहहरू रूप तीन गुणदेखि पर छन्। तिनीहरू सर्वात्मक, सर्वाधार, शक्तिको उत्पत्तिका कारण भएका हुन्, जो लीला मात्र जगतको सृष्टि गरी निज रूपमा लीन भइरहेका छन्। ती परमेश्वर सबैभन्दा पर छन्। त्यसै कारण महेश्वर प्रकृति पुरुष, ब्रह्मा, विष्णु, रुद्र र शिवात्मक हुनुहुन्छ। प्रधानदेखि पहिला बुद्धि आदि महतत्व उत्पन्न भयो र महतत्वको क्षोभले सात्विक, राजसिक र तामसिक तीन प्रकारका अहङ्कारहरू उत्पन्न भए। तामस अहङ्कारबाट पञ्च महाभूत र तन्मात्रा उत्पन्न भए। त्यसै गरी अहङ्कारको विकार हुनाले इन्द्रिय पनि राजसी अहङ्कारबाट उत्पन्न भए। इन्द्रिय दुई प्रकारका छन्, ज्ञानेन्द्रिय र कर्मेन्द्रिय। ज्ञानेन्द्रिय र कर्मेन्द्रिय पनि पाँच पाँच प्रकारका छन्। 5 ज्ञानेन्द्रिय, 5 कर्मेन्द्रिय मिलेर 10 प्रकारका भए। 11औं इन्द्रिय मन र इन्द्रियका वेत्ता सत्व गुणबाट उत्पन्न भए। तामस अहङ्कारबाट उत्पन्न शब्द तन्मात्रादेखि आकाश हुन्छ। आकाशदेखि स्पर्श, स्पर्शदेखि वायु उत्पन्न भयो। वायुदेखि तेज उत्पन्न भयो। तेजदेखि रस, रसदेखि जल, जलदेखि गन्ध, गन्धदेखि पृथ्वी उत्पन्न भइन्। पञ्चमहाभूतदेखि चराचर जगतको उत्पत्ति भई पुरुष अव्यक्तका अनुग्रहले महतदेखि विशेषसम्मका यी अण्डको उत्पन्न भयो। जब ब्रह्माको कार्य र कारण सिद्ध भयो, तब त्यस अण्डबाट ब्रह्मा संज्ञा भएका क्षेत्रज्ञ बुद्धिमा प्राप्त भई यही प्रथम शरीर हो। यसलाई पुरुष भन्दछन्। प्राणीका आदिकर्ता ब्रह्मादेखि उत्पन्न भई सृष्टिकर्ताको अभिमानयुक्त उपमा रहित ज्ञान, वैराग्य, लक्षण युक्त धर्म र ऐश्वर्यलाई ब्रह्मा कार्य भनिन्छ। जसको मनमा जे इच्छा छ सो अव्यक्तदेखि उत्पन्न हुन्छ। यसले तीन गुणलाई वशमा गरेको छ। जो गुण र त्यसका अपेक्षा गर्दछ त्यो स्वभावैले सापेक्ष छ। आफ्ना आत्मालाई तीन प्रकारसँग भाग लगाएर तिनको क्रम प्रवृत्त हुन्छ। यिनै तीन गुणले उत्पन्न, लय र पालन गर्दछन्। सृष्टि कर्ममा चतुर्मुख ब्रह्मा, संहारमा रुद्र, पालनमा तिनै पुरुष सहस्र शिर कहलिन्छन्। यसै कारण तिनै अवस्थामा स्वयम्भू रूपमा निर्गुण शिव रहनुहुन्छ। ब्रह्मतत्वमा सत्त्वमा सत्वगुण, रजोगुण, कालत्वमा र तम र रज रहन्छन्। विष्णुत्वमा केवल सत्व मात्र रहन्छ, निर्गुण गुणहीन हुन्छ। यसमा सत्व, रजो र तमो कुनै पनि गुण हुँदैन। यस प्रकार गुण र बुद्धि तीन प्रकारका हुन्छन्। ब्रह्मत्वमा लोकको रचना हुन्छ, कालत्वमा संहार हुन्छ, पुरुषत्वमा व्यापार रहित केवल दर्शन मात्रले पालन कार्यको सिद्धि हुन्छ। यस्ता प्रकारका परमात्माका तीन कर्म छन्। यस्ता तीन प्रकारले भाग लाग्नाले तिनै परमेश्वरलाई त्रिगुण भनिन्छ। 4 प्रकारले भाग लाग्नाले उहाँलाई चतुर्व्यूह भनिन्छ।
आदि हुनाले आदि पुरुष, अजन्मा हुनाले अज पनि भनिन्छ। सुवर्णको जो मेरु पर्वत छ त्यही परमात्माको गर्भाशय हो। जल, समुद्र र पर्वत जरायु हो। यसै अण्डमा यी सबै लोक स्थिर रहन्छन्। यिनका अन्तरमा संसार, चन्द्रमा, सूर्य, ग्रह, वायु, नक्षत्र सहित स्थिर छन्। यो खण्ड जलदेखि 10-12 गुणा बढी व्याप्त छ। आकाशका कारण वायु व्याप्त छ। आकाश पञ्चभूतले वेष्टित छ। भूत आदि मद्दतले महत प्रकृतिको व्याप्त छ। त्यसैले यो ब्रह्माण्ड प्रकृतिका 7 आवरणले व्याप्त छ। प्रकृति सहित 8 पक्ष भई परस्पर प्रादुर्भाव हुँदा जगतलाई धारण गर्दछ। आधारहरूका भावले ती विकार विकारीमा कछुवाका शरीर झैँ फैलाउने र खुम्चाउने हुन्छ। यही व्याप्त विकारलाई उत्पन्न गरी पछि संहार गर्नुहुन्छ। यो सबै जगत पूर्वोक्त क्रमले उत्पन्न भई अव्यक्तबाट प्रकट हुँदा यस्तै प्रलय कालमा उल्टो गुणको पनि सम र विषम उत्पन्न भई गुणको लय भएर विषमतामा सृष्टि हुन्छ र ब्रह्माका कारण ब्रह्माण्ड हुन्छ। ब्रह्माको क्षेत्र हुनाले यसलाई ब्रह्म क्षेत्र पनि भनिन्छ। यस्तै प्रकारले कोटि खण्डले फैलिनाले प्रधान तल बीच माथि भएर रहेको छ। जुन स्थानमा ब्रह्मा, विष्णु र भगवान रुद्र रहनु भएको छ, प्रधानबाट रचना भई शम्भुका सन्निधिमा प्राप्त भई जगतको सृष्टि हुन्छ। तिनै व्यक्तबाट अव्यक्त संज्ञक अण्ड उत्पन्न भई अण्डबाट ब्रह्मा उत्पन्न भई जसले यो सम्पूर्ण जगत सृष्टि गर्नुभयो। जीवको आवरण संक्षेपमा मैले वर्णन गरेँ। यो सबै चराचर जगत अन्त्यकालमा प्रलय हुन्छ र फेरि समयमा त्यसको उत्पत्ति पनि हुन्छ। यो सबै परमेश्वरको लीला मात्र हो। सृष्टिकर्ता ब्रह्मा प्रधान प्रकृतिदेखि प्रादुर्भाव भएकाले उहाँ रक्त वर्णयुक्त हुनुहुन्छ। ब्रह्माले नै जगतको सृष्टि गर्ने हुनाले सृष्टिको आदिकालमा 8 विकार रूपमा उत्पन्न गरी अन्त्यकालमा भगवान रुद्रले संहार गर्नुहुन्छ। महेश्वरको लीला यस्तो छ कि केवल सङ्कल्प मात्रैले पनि यो उत्पन्न हुन्छ। हे मुनीश्वर, गएको आयुको जो काल वर्णन गरियो त्यसलाई परार्ध भनिन्छ। सृष्टिमा जन्मा सत्य, त्रेता, द्वापर र कली गरी 4 युग छन्। यिनीहरूमा सत्य युग 17,28,000 वर्षको हुन्छ। त्रेता युग 12,86,000 वर्षको हुन्छ। द्वापर युग 8,64,000 वर्षको हुन्छ र कलियुग 4,32,000 वर्षको हुन्छ। सत्य, त्रेता, द्वापर र कली 71 पटक घुम्दा एउटा मनु र एउटा इन्द्रको समय सकिन्छ। त्यस्ता मनु र इन्द्र जम्मा 14वटा हुन्छन्। 14वटा इन्द्र र 14वटा मनुको पालो सकिँदा सृष्टिकर्ता ब्रह्माजीको 1 दिन हुन्छ। त्यसै गरी रात पनि त्यति नै लामो हुन्छ। यसलाई 1 अहोरात्र भनिन्छ। यसै गरी महिना वर्ष गर्दै ब्रह्माजीको 100 वर्षको आयु हुन्छ। ब्रह्माको 1 वर्षमा विष्णुको 1 दिन हुन्छ। साथै विष्णुको 1 वर्षमा रुद्रको 1 दिन हुन्छ। अव्यक्त निर्गुण महेश्वरको समय गणना गर्न सकिँदैन। हालसम्म ब्रह्माको आयु 51 वर्ष र 1 दिन मात्र बितेको छ। कतिवटा ब्रह्माजीको उत्पत्ति भई लय भए भन्ने लेखाजोखा छैन। इति श्री स्कन्द महापुराणे माहेश्वर खण्ड अन्तर्गत केदार खण्ड माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरे व्रत कथायां सृष्टिक्रम वर्णनां प्रथम अध्याय। उपनयतु मङ्गलं व सकल जगन्मङ्गलालयः श्रीमान् दिनकर किरण निबोधितं नवनलिन दल निवीक्षण कृष्णः काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोद्धार कथा प्रसंगः या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपदभासना या ब्रह्माच्युत शङ्कर प्रभृतिभिः देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये ततः। श्रीकृष्णार्पणमस्तु। अस्तु कृष्णार्पणम्।